कस्तो बब्बाल छ यार जग्गाको अंशियारको खिता नम्बर 2 मा त राजकुलो परेको छ सर। आजकल महानगरले घर पास गर्छ, जग्गा पास गर्दैन। यो त घर त बन्छ तर जग्गा थोरै छ। हुन्न के यो हुन्न। उता फाँट नम्बर 6 मा जान्छ, 6 मा लाल पूर्जा हरायो। यहाँ हुन्न, उताबाट 3 नम्बर जान्छ। कहाँको जग्गा पास गर्न लाग्नु भयो? बाहिर हाम्रो मान्छे छ, काम चाँडो। मेरो सर हुनुहुन्न? हुनुहुन्छ होला, जान्छ हेर्नु। फाँट नम्बर 3 मा जान्न, 3 मा। बुढीको हस्ताक्षर गरेर ल्याउनु त। हस्ताक्षर छैन, हस्ताक्षर। जग्गाको कर तिर्नुहोस् पहिले। कर नतिरी के हुन्छ त? मालपोतको काम त्यति सहिलो हुन्न नि, टाइम लाग्छ नि। 3 आना 2 दाममा त के घर बन्ला र? घर बने पनि नक्सा पास हुन्न, बाटोले जग्गा काट्नै छ। बाहिर मान्छे लाइन छन्, एकछिन सिस्टम बिग्रियो भन्नुपर्छ है क्या सर? मान्छे टन्नै छन्।